हेलो गाइज, वेलकम टु हाम्रो फिजिक्स @1 2 3। अनि आज हामी मोमेन्ट अफ इनर्सिया बुझ्न गइरहेका छौँ। मोमेन्ट अफ इनर्सिया भनेको के हो र यसका फाइदा बेफाइदाहरू के छन् त्यो चाहिँ हामीले मोमेन्ट अफ इनर्सियाबाट बुझ्छौँ। यसको डेफिनेसन लेख्न सिक्छौँ। सुरुमा हामीले I = mr²। यो भनेको हाम्रो मोमेन्ट अफ इनर्सिया हो। यो भनेको हाम्रो मास हो, मास अफ रिजिड बडी अथवा जुन चिज घुमिरहेको छ त्यसको मास हो। अनि यो चाहिँ हाम्रो रेडियस भन्दा पनि भयो। अनि यो पर्पेन्डिकुलर डिस्टेन्स पनि भन्न मिल्छ यसलाई। किनभने हाम्रो जस्तै मानौँ एउटा अब्जेक्ट छ अनि यसको हामीले एउटा डिस्टेन्स लिन्छौँ। यो डिस्टेन्स चाहिँ सधैँ पर्पेन्डिकुलर डिस्टेन्स हुन्छ। यो अब यहाँ घुम्ने त हो नि, यो एक्सिस वरिपरि घुम्ने हो, त्यही भएर यसको हामीले पर्पेन्डिकुलर डिस्टेन्स पनि भन्न मिल्छ के आरलाई। अब यहाँबाट हामीले डेफिनेसन बनाऊँ, यसलाई के भन्न मिल्यो, यिन दुईटा बिचको प्रोडक्ट रहेछ है। अब प्रोडक्ट अफ मास एन्ड स्क्वायर अफ, मैले के भने, पर्पेन्डिकुलर डिस्टेन्स कहाँबाट, फ्रम एक्सिस अफ रोटेसनबाट एक्सिस अफ रोटेसन इज मोमेन्ट अफ इनर्सिया। यही हो मोमेन्ट अफ इनर्सिया भन्ने। अब यसलाई बुझौँ, मोमेन्ट अफ इनर्सिया भनेको के हो। जस्तै अब मोमेन्ट अफ इनर्सिया भनेर सिम्पल ल्याङ्ग्वेजमा बुझ्नु पर्दा चाहिँ यो चाहिँ एउटा गाह्रो बनाउने फोर्स के। जस्तै कि अब यो हाम्रो अन्डा भयो। सरी गाइज, यहाँ यसो काम थियो, त्यही भएर बाहिर गएको थिएँ। अब ल बुझौँ। अब के भन्दै थिएँ मैले, अन्डाहरू मानौँ है। यो अन्डा छ होइन। अब यसलाई मोमेन्ट अफ इनर्सियाले के भन्छ भन्दाखेरि चाहिँ यो यदि यसको मोमेन्ट अफ इनर्सिया धेरै छ भने अब यसलाई हामीले मोसनमा ल्याउन पनि गाह्रो हुन्छ। मतलब कि यसलाई घुमाउन पनि गाह्रो हुन्छ। अनि यसलाई घुमिरहेको बेला त्यसलाई रेस्टमा ल्याउन पनि गाह्रो हुन्छ अरे। त्यही भन्छ है त मोमेन्ट अफ इनर्सियाले। अनि यति के बुझ्नु भन्दाखेरि इनर्सिया भनेको आई भनेको मोसनलाई गाह्रो बनाउने, यति बुझ्नुहोस्। यही मोसनलाई गाह्रो बनाउने नै मोमेन्ट अफ इनर्सिया हो। मतलब हामीले लिनियरमा के गर्थ्यौँ रे, लिनियरमा हाम्रो के हुन्थ्यो भन्दाखेरि मास, जस्तै कि मास हुन्थ्यो नि। मासलाई अब हामीले हिँडिरहेको मान्छे यत्तिकै हिँडिरहेछ, त्यो मान्छेको अब कन्सटेन्ट हिँडिरहेछ। अब त्यसमा हामीले कुनै मास ल्याएर थप्दियौँ भने, मतलब त्यसलाई अब एउटा भारी बोक्न लगाइदिउँ भने त्यसलाई गाह्रो पर्छ नि त। हो त्यस्तै हो मोमेन्ट अफ इनर्सिया भनेको पनि त्यस्तै हो। यदि मोमेन्ट अफ इनर्सिया धेरै लगाइयो भने त्यो अब घुम्न पनि गाह्रो हुन्छ। अनि त्यो घुमिरहेको रेस्टमा आउनु पनि अलिक गाह्रो नै हुन्छ है त। अनि एउटा रिलेसन हामीलाई थाहा हुनुपर्छ। ओमेगा भनेको हाम्रो एङ्गुलर भेलोसिटी हो। जहिले पनि इनर्सिया इन्भर्सली प्रोपोर्सनल हुन्छ ओमेगासँग, एङ्गुलर भेलोसिटीसँग। त्यही भएर अब ब्यालेट डान्सरको सोध्न सक्छ। जस्तै अब ब्यालेट डान्सर भन्ने मानौँ यस्तै हात फिजाइरहेछ होइन, अब यसको के भयो, यो एक्सिस हो। एक्सिसदेखि यहाँ यो डिस्टेन्स छ। यो डिस्टेन्स भनेको हामीले के मान्थ्यौँ, आर मानिथ्यौँ। आर बढ्यो रे, आर बढ्यो भनेपछि आई पनि बढ्छ। कसरी, I = mr² हो नि त। आर बढेपछि त r² बढेपछि त इनर्सिया पनि बढ्ने भयो। अब मैले के भनेको छु, इनर्सिया बढेपछि यो के अरे एङ्गुलर भेलोसिटी घट्छ। एङ्गुलर भेलोसिटी घट्यो भनेपछि के भएछ, अलि त्यो
स्लो हुन्छ कि यसको यो 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 रेस्टमा आउनु अलि सजिलो हुन्छ कि रेडियस बढायो भने यसलाई अलि उसमा आउनु सजिलो हुन्छ रेस्टमा आउन र यही हो गाइज अब टकको लागि अर्को भिडियो आउँछ है त